आज चाहिँ हाम्रो घरमा दिदीहरू आज 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 हाम्रो घरमा दिदीहरू आउनु भएको थियो अनि दिदीहरूले चाहिँ दुबईका सामान टिपेर आउनु भएको नङ पलिस दुबईको सबै दुबईको दुबईको नङ पलिस लाउँदै हुनुहुन्छ दिदीले हामीलाई चाहिँ यहाँ के सुविधा हैबाट फोनबाटै गरिदिनुहुन्छ ए दिनु न फोनबाट सबै मिलाइदिनुहुन्छ नि त अनि यहाँ चाहिँ के रे दिदीको फ्रिज पनि दुबईको रहेछ कुरा आउँदै जाँदाखेरि त घर पनि दुबईकै हो सबै दुबईकै हो घर पनि घर मात्रै दुबईको भन्नु बाँकी छैन घर के होला पमेर बाबुले झ्याल भन्न पाइन्न नि त झ्याल त कहाँ भन्न पाइन्छ त नि एसी लाग्छ त्यो एसी बसमा झ्याल भन्न पाइन्न पिम्पल आयो त नपाइरहेछ कि पहिलेदेखि जाने जान मात्र फ्यान लगाइदिन्छ मुखमा एक दुईचोटि बोल्यो भने चाहिँ पुरै सामने घर बोल्दै हिँड्छु दुबई दिदी ओ दुबईको दिदी काँटा भाँचेलाई फेरि दुबईको होला नि त्यो पनि अनि भन्नु नि दुबईको दिदी जग्गा कस्तो दुबई दिदी के खानु नि खाजा दुबई दिदी ल भन्नु न जे खुवाउनु जे भन्नु त्यही खुवाउने ल सकेको चटपट खाने आज अमिलो मस्त अमिलो ए पानीपुरी खाने त भित्र खाजा हुँदैन चटपट हुन्छ के मस्त अमिलो मिठो वासना चटपट खाऊ के खाने एउटाको भागमा चटपट अरूको भागमा के बनाइदियो चटपट खाऊ के चटपट बनाइदिन्छ भुजा खाने मम्मीको हातको चटपटी खानुपर्छ सधैँ मेरो हातको चटपटी खानु प्याज चाहिँ नहाल्नु प्याज त खान्न प्याज चाहिँ खान्न है बरु पानीपुरी खाऊँ न त भाइ हुन्छ बरु प्याज चाहिँ नहाल्नु है पानीपुरीमा प्याज नहाल्दा के हुन्छ मसिनो बनाएर हाल्नुहुन्छ क्या बरु सानो पिसमा हाल्नु यत्रो त अस्ति यत्रो लान्छ काटेर मलाई उल्टी आएको त्यही प्याज खाएर रोकिन्छ यही छोरी कि टप्पन लाएर अनि तिमीले कहाँ खाएकी हो त नि त्यो लामो लामो प्याज कसले हामी छिटो छिटो हिँड्न ढिलो भयो भने चटपट बनाएर खाने होला जे पाते दालमा पनि कति हालेको हाल्नु पनि यति हाल्नु है यति हालेको दालको डब्बा छ किन टप्पै त होइन अब भनेपछि चटपटै नै खाने होला सायद खाना खाजा मम्मी किन लिएर आउनुपर्छ के अरे पानी परेर आयो भने बाइजी सुतिरहेको छ ल गुड नाइट म सुत्छु अहिले भिडियो बनाउनु अहिले त म सुत्दिनँ जहिले पनि तपाईँलाई चाहिँ लाउँछु के जहाँ जे गरे पनि अहिले बिहान चाहिँ केही पनि भ्लग गर्न पाइनँ अनि आज हामीले खाजा खाइसक्यौँ दिदी आज आउनुभएको हो अनि हामी चाहिँ अहिले यस्तो पङ्लङ्ग पारेर बसिरहेका छौँ अनि
अनि हामी खाना खाइसकेका हौँ अनि अहिले चाहिँ हामी खाजा खानको लागि बसिरहेका छौँ अनि हामीले खाजा चाहिँ हामी चटपटी खाने भन्ने भइसकेको छ प्लान पिम्पल आएर अलिकति तनावको अवस्था छ के भन्नुभयो मैले त कस्तो निदो लागिरहेको छ अहिले 1 बजिसक्यो दिदीहरू 5 बजी जानुहुन्छ बिहान 6 बजी 8:30 बजीतिर आउनुभएको थियो खाना खायौँ बस्यौँ अहिले बसिरहेछौँ हामी अब हामी चटपटी बनाउन जानुपर्छ ओ साथीहरू तपाईँ एकलट सुत्नु पर्ला सुत्नु नत्र भने मसँग एनर्जी नै छैन कपडा उठाएको रहेछ हेर त कौसिया कोही आएर बोलाएको कि बेल छैन ए चामल तिमीले जाडो भयो भाइ अहिले यहाँ यसो गर्नु पर्यो काठमाडौँ 4-5 दिन बस्न हुँदैन काठमाडौँ 4-5 दिन बस्न हुँदैन म त यही मर्छु ल त 4-5 दिन बसी गर्दै जाडो गर्मीले जाडो भयो काठमाडौँ हुँदैन बुटोलबाट आएको नि भाइ चाहिँ लास्टै जाडो भइरहेछ अनि यसै त जाडो छ हैन झन् त्यहीमा झन् पानी परिरहेको छ बिहान यसो घाम लाग्ला त बाक्लो कपडै छैन अनि उसको बाक्लो कुर्ता लिएर आइरहनु बाटो उता फेरि गर्मी हुन्छ भनेर गर्मीको त्यस्तो जाडो हुँदैन के छ्या गर्मी हुन्छ भनेर गर्मी कपडा लिएर आउनु भएको छ अब उतापट्टिको मान्छेलाई त जाडै हुने होला सायद यो मैले त बाक्लो कपडा पनि हाले छैन भाइ अब त्यसरी नै तान्नुपर्छ जसरी लगाइरहेको छ त्यसरी नै मैले के गरेर जाने भोलि लाउन मन्दिर जान्छ भने पशुपति जाने हो जाउँ आ बेला पशुपति जाने के जाने ए भोलि विश्व घुम्ने के हामी त के नौताले धर पनि हेरेर आउने के पशुपति जाने अनि पशुपति हजुर भाइ बिहान धोको कपडा सुकिसक्यो सुकिसके ओहो राम्रो अति राम्रो हामी नौताले धर हेर्नु जाने के बिचरा है भाइलाई कति जाडो भएको नि बिचरा भाइ मलाई मात्रै मलाई भन्दा बढी जाडो हुँदो रहेछ भाइलाई डाइरेक्ट चिसो मारेर के म त सहनै सक्दिनँ बस्यो त अनि म पानी पर पनि गर्मी नै हुन्छ त्यहाँ त्यति पानी पर पनि गर्मी नै हुन्छ त्यहाँ पुरै नहर्न आगो चाहिँ हुन्छ आगो पानी पर अनि फेरि मचे रागरी निर्लाम्न त्यस्तो पानी पर झन् कति मछेड आउँछ गर्दै आउँछ हैन तिमी कुन स्कुलमा पढ्छौ रे भाइ ज्योति माध्यमिक विद्यालय ए अर्को इङ्ग्लिसमा ज्योति सेकेन्डरी स्कुल छ ज्योति माध्यमिक विद्यालय भनिन्छ ज्योति सेकेन्डरी मेरो पाइती छ त्यही मलाई ग्रिन प्लान्ट पढाउने हो ग्रिन प्लान्ट म त पढ्दैन कि ग्रिन प्लान्ट म ज्योतिमै पढ्छु ग्रिन प्लान्ट पढ्नु हुन्न के किन आफ्नो स्कुल राम्रो हुन्छ नि त्यो ग्रिन प्लान्ट पढेको राम्रो अनि ग्रिन प्लान्ट बल्ल जाँदैछ अब के हुन्छ होला त्यहाँ पनि हुन्छ कि पास हुन्छ मैले त हाम्रो कपडा झिक्टिसक्नु कस्तो मेरो होइन तिमीलाई र मैले एउटै पाइ साइज मिल्छ कि क्या हो र हो आमा छोराले एउटै पाइ मिल्छ हो र मिल्छ लौ जे पनि मिल्छ हामीलाई त मलाई बिचारा त मिल्छ के मिल्छ र भने मिल्छ के मम्मी त पुगिसक्यो मिल्छ भन्छ नि अब थाहा छैन मलाई चाहिँ अब अर्को वर्षबाट मम्मीलाई मेरो कपडा सब मिल्छ है अर्को वर्षबाट त म त मम्मीभन्दा ठुलो हुन्छ नि अहिले त मम्मी जति छु पछि त मम्मी भन्दा ठुलो हुन्छ फेरि बाबाको लाउनु पर्छ फेरि बाबाभन्दा ठुलो हुन्छ फेरि दाइको लाउनु पर्छ फेरि दाइभन्दा ठुलो हुन्छ अनि म बुढेसकाल मेरै कपडा लाउँछु अनि अरू मेरो छोराछोरीहरूले मेरो कपडा लगाउँछन् होइन त हो कि नै त्यतिखेर त मेरो कपडा सजाएर राख है तिम्रो कपडा सर्ट एउटा ट्राई गर्दै हुन्छ
छोराको साथ लायो रे छोराको सर्ट आमाले लाउँदै चोके हामी एउटै साइड सिलाकोमा घर छोडेको हेर त हाफ सिलाको त टाइट बिचमा टाइट त हुन्छ होइन के हाफ सिलाको रातो साथ हाल्नु सिलाउनु पर्दो रहेछ ए रातो साथ भेसा लङ सिलाउनु पर्दो रहेछ हाफ सिलाएर मोले लङ पनि ल्याएको कहाँ हो यहाँ भाइ जोडा ला आडेको हैन लङ सिलाउनु जे के रहेछ नि त्यो सर्ट नभए बिहान लाराको स्वेटर लगाउनु हुन्छ कि यस्तो जाडो खास स्वेटर कारमा जानेपछि केही नै हुन्न त्यो सर्ट रातो हुन्छ उहाँको के लाउनु छ त्यस्तो जाडो हुनु छैन के जाडो खै खै मेरा खुट्टा वाला त भाइ मेरा खुट्टा टेका त भाइ चिसै रहेछ नि त तिमीलाई जाडो भएछ क्या हाम्रो त गर्नु भएको फेरि अहिले एकछिन फेरि रुगा पनि लाउँछ बेड झिकेर राखिदिनु है अहिले बेड लाउनु पर्छ उता एयरपोर्टमा जान भोलि आज दुबईबाट आउँदै हुनुहुन्छ उहाँको दुबई मान्छे दुबईको अर्थात् भिनाजु अनि त्यही भएर दिदी चाहिँ एकदम रेडी हुन लागिराख्नु भएको छ यसको चार्जरहरु छ आउने भनेपछि त्यसैमा राखेको आउने हुन्छ जाँदा सुन्ने हुन्छ जाँदा यो फ्यान पनि हाल्दैन फेरि रुनु भएको थियो जाँदा बाबा जाँदा रुनु थियो आँसु यस्तो टुपुक टुपुक चुहाउनु भएको थियो तिम्रो होला हौ मनिर टुपुक हाय म त्यत्रो गोरा पुद्लाहरू छोडेर आएका नि अहिले यत्रो काठमाडौँ हुन्न मैले काठमाडौँ हुँदा कस्तो होला कस्तो होला मेरो जाडो पनि हो क्या बाबासी बाबाको ज्याकेट हुन्छ हो क्या बाबाले बाबुले ज्याकेट लाएर आउनु भएको त बाबाको ज्याकेट लाएर गइगयो नि मेरो ज्याकेट के गर्छ ओ ताई ओइ हैन लाउँछ नि त ज्याकेटहरु इन्सिटहरु त्यस्तो लाकै हुन्छ कान दुख्यो मेरो टुपुकले यसले मेरो त्यस्तै हो दुख्छ सुत्दा त्यसरी हो कि हैन यहाँ टपले गर्दा हो ए सुत्दै मिल्दैन यस्तो गरेर बङ्गाउनु त मलाई लाग्छ माथि गएर सुत नि त भाइ सुत्दैन मलाई त निन्द्रा लाग्छैन म त मजाले बस्ने बाह्र आउनुपर्छ कहाँ निन्द्रा आउँछ कति बेला एयरपोर्ट कुनि यो थाहा छैन यहाँ गाना पाए फत्त गइहाल्नु त फत्त भयो कथेर पुगमलाई एयरपोर्ट गइएछ कति बज्यो हेर्नु त 1:30 1:30 2 3 4 5 4 घण्टा छ 4 घण्टा कसरी बिताउने हो नि भन्छ नचाहिने के है नसुतम नमुतम उठम भन्दै नसुत्नु उठ्नु हो क्या नसुतम नउठम नमुतम भन्दै जाडो भयो मलाई त कमल उठ्दा जाडो हुन्छ
कस्तो मजा धारा हिजो चाहिँ म धान नै ठोकेको के त उस छ नि त्यो ढोका थियो नि जाल धान नै ठोकेको यस्तो गरेर यस्तो यस्तो उठ्छु भनेको धान नै सही एउटा यस्तो ठोकेको मैले म तँ पनि झिक्थिन् तिम्रो कपडा रेडी भयो ए मेरो कपडा त पहिल्यैदेखि रेडी थियो नि होइन झोलाबाट रेडी हुनु पर्यो ए झोलाबाट निकाल्नु भनेन अब आधी बाटोमा फेरि गर्मी हुन्छ अब एसीवाला बसमा नजाने जाने त्यसमा छ्या जान्न बरु त बरु सुतेर जानेमा जाम्ला ए सुतेर जाने अनि एसीवालामा जाम्ला बरु तर बसेर त जान्न मेरो खुट्टा पाखुरा दुखेर कसो गरम के गरम भएर फेरि सुरुकै के फेरि त ठाउँ पनि उनीहरूको फेरि अलियो हजुर यो हाल्नु मन कालो नहाले होइन त हजुर यो फरक मैले यो फरक लाउँछु भनेर यो हाल्नु भएको थियो नि त नि के यहाँ फेरि कपडा लाग्थ्यो थाहा छैन हजुर तिम्रो एक्सप्रेसनले के अरे एक्सपिरियन्स कस्तो भयो बुटलबाट काठमाडौँ आउँदाखेरि धन्नै मरेको भन्नु न कसरी जाडोले के मम्मी उकालो सुत भने मम्मी उहाँ मस्त उल्टी गरेर बस्छ म कसो गरेर यसो सुत मन यता मिल्दैन यताबाट यसो सुत भने यता मिल्दैन खुट्टा यसो गर्नु खुट्टा किसमा बस्छ सबै ढोका खोले गर्छ कसो गरौँ गएर म त अनि तिमीलाई चाहिँ कोभिड भयो कि नै त नि भयो नि भयो मलाई बमिट ए अनि कुन बसमा आएको थियो नि तिमी बसमा आएको कि एरोप्लेनमा आएको कि बाइकमा बसमा ए त्यही बसमा जाने हो फिर्ता हो जान्नु म बरु अरू बसमा बरु त सुतेर जाम्ला त्यस्तो त जानु होइन त सुतेर जाँदा नि बमिट होला यस्तै सुतिरहेको छु मम्मीले उल्टी गरिदिनु भन्छ सानी माग्नु म त सानी त सुत्दा के भयो भन्नुहुन्छ होला सानी म फेरि हेरे के कति बेला के गर्छु अनि आज तिमी के कामले आएको हो त नि यता बाबाले लिन आएको म त तिमी एक्साइटेड छौ कि नर्भस छौ कि कस्तो के फिल भइरहेको छ एक्साइटेड छु म एक्साइटेड तिमी बाबा देख्ने बित्तिकै के गर्छौ के भन्छौ मैले रोज लिएर जाने एउटा रोज लिएर जान्छौ ए ल अनि के भन्छ त नि अनि वेलकम टु माई कन्ट्री यता नेपाल त्यही त कन्ट्री हो नि नेपाल एउटा कपडा छुट्यो पछाडि कपडा छुट्यो तपाईको झोला हाल्नु तपाईको चादर बिर्सिनु होला है फेरि मेरो फुल बनाउनु पर्ने मेरो त चार्जर टुक्दैन बाहिर जानु लागेका छौँ सामान किन्नको लागि भाइले चटपटी खानु मन लाग्यो रे अब उसको लागि भए पनि अब हामीले के उसको ड्रिम फुलफिल गरिदिनु पर्छ त्यही भएर चाहिँ हामी बाहिर जाँदैछौँ सामान किन्नको लागि अहिले देखि इमली त अर्को तितौरो के भन्ने थियो ल्याउनु सबैलाई के गरे हाल्नु यस्तो नभन न भिडियो के हुन्छ अरे मम्मीलाई बाबाको थपा देख्ने यत्तिकै मम्मीको रोग त हराउँछ का त्यसरी गाडी लाग्दैन भनेको चाहिँ ल मम्मी खानु अलि धेरै खानु त्यसो भए अस्ति नै अटोमा जाँदाखेरि वागेको हो नि त अस्ति नै अटोमा जाँदा वागेको बाबासँग आउँदाखेरि त मजाले सुतेर आएको के चामल आयो खै होला अब चाहिँ हामी अलिकति माथि जान लागेको तर पानी परिरहेको छ अहिलेको अवस्था जुन लाइ पनि हुन्छ होला त डकेश भाइ के गरेर आउँछ त डकेश भाइ आइज अब चाहिँ हामी बाहिर जान्छौँ
चटपटी खाने भनिरहेको थियो भाइले अनि त्यही भएर त्यही किन्नको लागि चाहिँ हामी बाहिर जान लागिरहेको छौँ। चटपट खानाको लागि सामान लिन जाँदैछौँ। ल भाइ छिटो आऊ तिमी। भाइ मात्रै नदेखिरहन्। भाइ आऊ। हामी कतिजना 4 जना चाहिँ गइरहेको छौँ ल। दिदी बहिनी भाइ आउँदैछौँ। उसले चाहिँ हामीलाई बाटो देखाइरहेको छ कि कता कता जाने भनेर। तँले रङ बाटो देखाइसकेस् भाइ। ला भाइ के भन्छ यति लामो बाटो छ बाबालाई भेट्नै पाउँदैन कि क्या हो भाइ तिमीले। सुन 1 घन्टाको बाटो छ होइन 1 घन्टा जाँदा लाग्छ 1 घन्टा आउँदा लाग्छ अनि 1 घन्टा वे खाना लागिहाल्यो अनि त्यहाँ अनि अनि लुगा लगाउनु पर्यो अनि भ्याइदैन त अनि हो र ए ल ठिकै छ हेरौँ ल है त। दिदीको कामले पनि आएको हो कि किनकि हामीलाई दिदीलाई के अरे के किन्नु पर्यो अरे माला किन्नु पर्यो अनि हामीलाई चाहिँ यो चटपटीको सामानहरू किन्नु परेको थियो त्यही भएर। दिदी अनि के भन्छ बुटोलमा र काठमाडौँमा के फरक पाउनु भयो? फरकै छ। बुटोल भनेको गर्मी काठमाडौँ भनेको शीतल हो। अनि अरू सबै रमाइलो। अरू त त्यस्तै छ नि होइन। भाइ अनि तिमीले के डिफ्रेन्ट पायो नि काठमाडौँ र बुटवलमा? ए हो भनेपछि जाडो भयो भाइलाई। मलाई चाहिँ बुटोल गर्मी तर काठमाडौँ चाहिँ शीतल है। ए शीतल भयो। काठमाडौँ आएको खुसियालीमा केक चाहियो तिमीलाई लाउन नि यस्तो नि हुन्छ र। के खानुपर्छ? ल ओके ओके आउनु मात्रै भयो फर्किउँ अब घर पाइँदै पाइएन अरू ठाउँमै छैन भने 2 ठाउँमा रहेछ त 2 ठाउँमै बन्द भयो। 2 ठाउँमा गएको थियौँ 2 ठाउँमै बन्द भयो। सबै पसल बन्द भएको खैको नि किन पो हो त्यहाँ पनि बन्द जतासुकै बन्दै बन्द छ भने आज के भएको खै होइन। अनि अब हामीले चाहिँ चटपटीको सामान किनिसक्यौँ। अब अनि अब चाहिँ हामी चटपटी खाने हो घर गएपछि बनाएर खाने हो अनि त्यसपछि पसल भेट्यो भने जाने हो। यता पसलै छैन कि यतातिर। हाम्रो दिदी बढी चिन्तामा हुनुहुन्छ पछाडि हुनुहुन्छ भने जस्तो सानो सानो भएको छैन। अझ कि लोसार रहेछ अनि त्यही भएर बन्दै छ क्या सबै पसल बन्द। धन्न यो चाहिँ पसल खुला रहेछ र हामीले किन्न पायौँ होइन। अनि त्यही हो। कस्तो वाला चटपटी खाने मन छ? पिरोवाला गुलियोवाला अमिलोवाला कस्तो वाला? अमिलोवाला ल ल पुग्नु भयो कि क्या हो? टिप्पोसँग नपुग्नु भयो कि क्या हो भने क्या सामान नपाएर तनाव छ बिचरा दिदीलाई तोलाउँदै हिँड्नु भइरहेको छ। कहाँबाट के किन्यो होला भनेर डन्ट पनि त्यहीँ नै पाइन्छ दिदी एयरपोर्टमा पनि पाइन्छ एयरपोर्टमा पनि पाइन्छ दिदी। के के फुल छ र भने मेरो थाहै भएन फुल छ कि नै भनेर कस्तो गनायो यहाँ। म को हो यो को हो भन्दैन को हो यो? चिन्यो मलाई? ला चिनेन? चिजेको दिदी हो म चिजेको दिदी। दिदीलाई लिन आएको कति नै केही गर्ला जस्तो गरेर लिन्छ गइरहेछ घर जामी आइज घर जाने आइज घर जाने आइज। अब हामी घर आइसकेका छौँ। अब हामी सबै खान्छौँ। ए मैले त पास्ता ल्याउन बिर्सेको खाएपछि पास्ता ल्याउन बिर्सेँ क्या मैले। पास्ता लिएर आउँछु ल। हुन्छ
When you feel lost in your shadow, don't feel alone, don't scream so loud. We are living in this cruel world, broken but strong, gotta move on. You're not a bakery of life, equip my soul, find the real gold. I'll fulfill what I started. सबैले यहाँ उनीमा खाइरहेछन् मैले चाहिँ बाटामा खाइरहेको छु यस्तो बाटामा बटुवा हो बटुवा बाबालाई लिन जाने भनेर एक्साइटेड यति एक्साइटेड तयारी विवेक खोल दे तो बरू खोल दे पैसा को नसक्छ विवेक छोडेर त नो बिस्कुट खान त नो यहाँ पापा दिन्छन् के हेरेको के त्यही हेरेको खाइदिन्छन् कि भनेर हो न गाडीमै बसेर भनेर बाई बाई यता गाडी पनि गरे बाई गर्छ पापा हाँस्छ मन त अगाडि होला नि बस्नु त के भयो ल जा पठाइदेऊ नानीहरू सिधै नानीहरू दिदी दादा जानेहरू बाई बाई नानीहरू बाई